अब यसमा चाहिँ हामी के गर्छौँ त डिराइभ सेट र लिमिट पोइन्टको कुरा गर्छौँ होइन। यो चाहिँ कति भन्दाखेरि 07 हो, 07 भिडियो अन टपोलोजी अन रियल टाइम। र हामी सुरु डेफिनेसनबाट गरौँ। लिमिट पोइन्ट भनेको के हो? डेफिनेसन लिमिट पोइन्ट भनेको के हो त भन्दाखेरि लिमिट पोइन्ट अफ अ सेट भनेको के हो भन्दाखेरि अ सेट एज सबसेट अफ रियल नम्बर छ भने अ पोइन्ट C in real line is called limit point of as कतिखेर if and only if for every epsilon greater than 0 BC point C छ epsilon intersect with epsilon without point C intersect with set S that is non-empty। यदि यो भयो भने C लाई हामी के भन्छौँ त लिमिट पोइन्ट भन्छौँ। जस्तै एक्जाम यहाँनिर यसलाई इङ्ग्लिसमा लेखौँ। इन इङ्ग्लिसमा विदाउट एप्सिलन वाला डेल्टा वाला विदाउट एप्सिलन डेल्टा केस वाला राइट। अ सेट सेट भनेपछि let as be the subset of real number a point C not in R C in R C in R is called limit point। C is limit point कतिखेर if and only if right for every open ball at center C intersect अथवा intersect भन्दा नि contain भन्यो contain at least one point of as यो हुन त इन्टरसेक्सन नन एम्टी हुनु त एटलिस्ट पोइन्ट कन्टेन गर्नुपर्छ दुवै सेटबाट राइट। सो यो ओपन बल भयो, ओपन बलबाट के हटाएको छु त सी पोइन्ट हटाएको छु राइट। भनेपछि एटलिस्ट वान पोइन्ट अफ एस अदर देन सी राइट। सी भन्दा अरू पोइन्टहरू सँग एटलिस्ट त्यसले कन्टेन गरेछ भने यसको त्यतिखेर हामी के भन्छौँ त्यसलाई लिमिट पोइन्ट भन्छौँ। र यहाँनिर नोट गर्नुपर्ने चिज के भन्दाखेरि नोट सी मे or may not be in S। लिमिट पोइन्ट S को हुन पनि सक्छ नहुन पनि सक्छ राइट। यहाँनिर C को पोइन्ट कहाँ ल्याएको छ रियल नम्बरको एनी पोइन्ट। सो C त्यही सेटमा पर्न पनि सक्छ नपर्न पनि सक्छ एस सेटमा राइट। सो एउटा एक्जाम्पल पनि हेरौँ। अनि यहाँनिर अर्को रिमार्क लाई पनि नोटमै भनौँ इभन इफ यो नलेखौँ होला यही म भनिदिन्छु। अब यहाँनिर डेफिनेसनमा हामी हेरिसकेका छौँ हामी सी पोइन्ट हो कि होइन भनेर एक्जामिन गर्दाखेरि हामी सी पोइन्टलाई त्यो केसमा हुन्छ त इन्टरसेक्सन हामी गर्छौँ विदाउट सीलाई हामी के गर्छौँ त जस्तै सी पोइन्ट छ भने यहाँनिर सी नै छैन जस्तो एज्युम गरेर हामी त्यो केयर गर्दैनौँ क्या सी त्यहाँ छ कि छैन भनेर। किनकि सी यदि त्यो सेटमा छ भने पनि हामी के गर्छौँ त सी निकालेको छौँ कि यो पोइन्टबाट। सो यो बलमा सी पोइन्ट पर्छ अभियसली सी पोइन्ट यहाँनिर। सो सी यहाँ पऱ्यो भने पनि हामीले यहाँबाट निकालिसकेछौँ
सो सीले के हो त असर पर्दैन रहेछ इन्टरसेक्सनमा, राइट। यदि सी एसेटमा पर्यो भने पनि यहाँनिर लेखिदिउँ, म लेखिदिन्छु, इभन इफ सी इज इन एस we ignore when deciding whether it is limit point of S or not, राइट। यदि यस्तो केसमा भने हामी इग्नोर गर्छौँ कि त्यो एस हो कि होइन, किनकि इन्टरसेक्सन हामीलाई सीसँग पार्नु छैन कि, राइट। दुवै सेटको सी कमन हुनु होइन, राइट। ओपन बल र सी, ओपन बल र एसको कमन सी पोइन्ट चाहियो भने सी भन्दा अदर कमन हुनु पर्यो क्या दुवैको, अनि मात्र के हुन्छ त यो दुवैको के हुन्छ त इन्टरसेक्सन हुन्छ, राइट। अब यहाँनिर यसलाई खासमा रिमार्क लेख्नु पर्ने मैले, होइन। नोट के गरौँ भन्दाखेरि लिमिट पोइन्टलाई चाहिँ क्लस्टर पोइन्ट पनि भन्छ है। लिमिट पोइन्ट इज अल्सो known as the cluster point अथवा accumulation point पनि भन्छ, राइट। यसलाई के भन्छ त क्लस्टर पोइन्ट पनि भन्दो रहेछ, accumulation point पनि भन्दो रहेछ, राइट। हामी यो दुईटाको यहाँनिर इन्टुइटिभली हामी सोच्न सक्छौँ यहाँनिर के हुन्छ भनेर, बट म यहाँ भनिरहँदैन क्लस्टर भनेको एक्युमुलेसन भनेको एकै ठाउँमा कट्ठा हुनु म भनिरहँदैन, तर इन्टुइटिभली यस्तो देखिन्छ रियल लाइनमा, अरू लाइनमा के हुन्छ मलाई थाहा छैन, र सो एउटा इक्जाम्पलै गरौँ। जस्तै इक्जाम्पल के गरौँ भन्दाखेरि मैले सिम्पल इक्जाम्पल लिएँ, इक्जाम्पल गर्छौँ अनि त्यहाँदेखि नन इक्जाम्पल गर्छौँ, हाम्रो त्यही नेगेसन गरौँ अनि नन इक्जाम्पल गर्छौँ, हाम्रो त्यही के छ त बानी छ। सो एस भनेको हाम्रो के छ त 0,1 भयो भने हेरौँ है त, यस्तो यो सेमी क्लोज सेमीवाला टाइपको सेट छ, त्यसो भने यसको क्लस्टर पोइन्ट के हुन्छ होला त, अथवा लिमिट पनि के हुन्छ होला हेरौँ है त, राइट। सेट 0 यो भयो, 1 यो भयो। अब यहाँनिर लिमिट पोइन्ट हुन के हुनुपर्छ भन्दाखेरि जस्तै 0मा 0 हो कि होइन लिमिट पोइन्ट चेक गरौँ है त। 0मा एनी बल ड्र गर्यो भने के हुन्छ हेर त, एनी बल ड्र गरौँ, एनी बल ड्र गरौँ, एनी बल ड्र गरौँ, एनी बल ड्र गरौँ, यो पोइन्ट के हो 0 भनेको, राइट। यहाँनिर एनी बल ड्र गरौँ, एनी बल ड्र गरौँ, यहाँको पोइन्ट पर्छ कि पर्दैन, जति बल ड्र गरे पनि यो सेट एसको पोइन्ट पर्छ कि पर्दैन भनौँ त। सेट एसको पोइन्ट त्यो ओपन बलसँग इन्टरसेक्ट गर्छ कि गर्दैन, अदर देन 0 त अभियसली सेटमा परेकै छैन, राइट। पर्छ, यो किन पर्छ भन्दाखेरि यो त पिक्चर यसरी गर्दा भयो, तर हामीलाई के थाहा छ भन्दाखेरि 0 के हो त इन्फिमम अफ सेट एस हो। 0 सेट एस हो भने 0मा समथिङ माइनस गर्यो भने के हुन्छ, त्यो सेट एस हुन्छ हुँदैन। 0 माइनस के अरे सरी 0 प्लस गर्यो भने एप्सिलन, यो त ग्रेटेस्ट, यो के हो त ग्रेटेस्ट लोअर बाउन्ड हो कि होइन, ग्रेटेस्ट लोअर बाउन्ड हो। अब यो नै ग्रेटेस्ट हो, योभन्दा अर्को ग्रेटर नम्बर लोअर बाउन्ड हुन्छ त हुँदैन। लोअर बाउन्ड नहुनु सक्ने केसमा के हुन्छ त, त्यतिखेर देयर एक्जिस्ट नम्बर, यहाँनिर एउटा नम्बर एक्जिस्ट गर्छ क्या, त्यो चाहिँ कहाँको एक्जिस्ट गर्छ त सेट एसको गर्छ। यदि हामीले पर्फेक्टली के छ त एप्रोक्सिमेसन प्रपर्टी हामीलाई याद भयो, अथवा हामीले अगाडिको लेक्चरमा पनि यस्तो प्रब्लमहरूसँग डिल गरिसक्यौँ, सो यहाँनिर धेरै टाइम उयो नगरौँ।
अब भनेपछि सी के रहेछ त सी के रहेछ त सी इज के अरे 0 इज लिमिट पोइन्ट 0 इज लिमिट पोइन्ट अफ के त एस किनकि एनी एप्सिलन लिएर यहाँनिर रेडियस बनायो भने त एनी एप्सिलन लिएर रेडियस बनायो भने त यहाँनिर 0 भन्दा एक्स्ट्रा यो एसको पोइन्ट पर्ने रहेछ राइट हो 0 त पर्दैन यो केसमा किनकि एसमा 0 छैन तर यता साइडको पोइन्टहरू यता राइट ह्यान्ड साइडको पोइन्टहरू त पर्ने रहेछ केही न केही पर्छ त्यहाँनिर राइट अब वान केसमा हेरौँ वान केसमा ठ्याक्क रिमार्क 2 को पनि ठ्याक्क याद दिलाउँछ क्या यहाँ ट्याक्क बुझिन्छ वान यो सेटमा त छ परेको एज राइट वान के छ त सेटमा त परेको छ वान छ कि छैन वान तर इन्टरसेक्सन केमा हुनुपर्ने यहाँ हेरौँ त हेर त सबै एनी एप्सिलन लियो भने मतलब सब एभ्री बल ओपन बल लियो भने सी बाहेकको अरूसँग इन्टरसेक्ट हुनु पर्यो क्या एस राइट एटलिस्ट त्यहाँनिर एउटा पोइन्ट हुनु पर्यो जुन चाहिँ अदर देन सी हो त्यो चाहिँ ओपन बलमा पनि हुनु पर्यो र एसमा पनि हुनु पर्यो यहाँनिर हेर त अब के हुन्छ भन्दाखेरि यहाँनिर एनी ओपन बल लियो भने यो लेफ्ट साइडपट्टि केही न केही त पोइन्ट एसको कन्टेन गर्छ कि गर्दैन राइट राइट इन्टरसेक्ट गर्यो कि गरेन गर्यो सो वान पनि के हुँदो रहेछ त वान इज लिमिट पोइन्ट अफ एस हुने रहेछ राइट यहाँ ठ्याक्कै अर्को रिमार्क पनि हामीले बुझ्यौँ सी पोइन्ट लिमिट पोइन्ट सेटकै हुन पनि सक्छ नहुन पनि सक्छ 0 सेटको हो होइन 1 सेटको हो र दुवै लिमिट पोइन्ट पनि छ अब यहाँनिर भित्र हेरौँ त यहाँनिर भित्र कुनै एनी पोइन्ट लियो भने एनी एप्सिलन लियो भने त यहाँनिर त केही न केही पोइन्ट पर्छ नि त एसको पर्छ कि पर्दैन एनी एप्सिलन रेडियस लिएर ओपन बल ड्र गरौँ यहाँको कुनै पोइन्टमा सेन्टर लिएर एनी एप्सिलन लियौँ 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 पोइन्ट पर्छ नि राइट र एउटा ट्रिक के छ भन्दाखेरि यसलाई पनि रिमार्कमा लेख्छु when dealing with limit point thought राइट जब हामी लिमिट पोइन्टको कुरा गर्छौँ यहाँनिर हामीलाई इन्टरसेक्सन गराउनु पर्ने हो क्या सो इन्टरसेक्सन गराउँदा चाहिँ अभियसली ठुलो सेटले भने त पर्न सक्ने चान्सेस हुन्छ तर सानो सानो बलले भने इन्टरसेक्सन नपर्न चान्सेस हुन्छ क्या सो यो पोइन्टमा चाहिँ हामी के गर्छौँ लिमिटको कन्सेप्ट गर्दाखेरि चाहिँ हामी के गर्नु खोज्छौँ भन्दाखेरि एप्सिलनलाई सानो जस्तो ठान्छौँ क्या जस्तै यहाँनिर एप्सिलन जति सानो लिए पनि त यहाँनिर त अदर यो पोइन्ट भन्दा अरू पोइन्ट त एसको कन्टेन्ट गर्छ ठुलोमा त अभियसली गरिहाल्छ राइट ठुलोमा त पुरै एस पनि कन्टेन्ट गर्न सक्छ अदर देन त्यो पोइन्ट अदर देन यो पोइन्ट राइट सो या एनी एप्सिलन लियो भने गर्ने चाहिँ रहेछ तर हामीले के छ त थिङ्क गर्दा चाहिँ के छ त इन्टुएटिभली सोच्दा चाहिँ सानो एप्सिलन लियो भने हुन्छ कि हुँदैन भनेर पनि सुरुमा सोचौँ है त सुरुमा त्यो सोच्नु पर्यो सानो रहेछ नि यहाँनिर ठुलो हुने चान्सेस छ राइट इफ इट्स नट वियर्ड स्पेस यदि यो वियर्ड टपोलोजिकल स्पेस भएन भने हुन्छ रियल लाइनमा त यस्तो हुँदैन रियल लाइनमा सानो लिँदा हुन्छ जस्तो हुन्छ जस्तै यहाँनिर सानो लिँदा हुन्छ भने म यहाँनिर ठ्याक्कै एउटा इक्जाम्पल देखाएँ यहाँनिर अब अर्को इक्जाम्पल के छ भन्दाखेरि र यहाँनिर अरू पनि लिमिट पोइन्ट हुँदो रहेछ बिचमा सो के हुँदो रहेछ त 1 भइहाल्यो 0 भइहाल्यो 0 र 1 को बिचको सबै लिमिट पोइन्ट हुन्छ भनेपछि यहाँनिर एउटा डेफिनेसन पनि यहाँनिर टक्क
लेखिदिइहालौँ डिराइभ सेट भनेको चाहिँ के हो भन्दाखेरि हेर डिराइभ सेटलाई एसले डिनोट गर्छौँ यो डिराइभ सेट हो यो चाहिँ कलेक्सन अफ के हो त लिमिट पोइन्ट जस्तै एडर एन्ड पोइन्टको कलेक्सनलाई हामीले क्लोजर पोइन्ट भनेको थियौँ नि त राइट सो यो पनि के हो त लिमिट पोइन्टको कलेक्सन चाहिँ के हो त डिराइभ सेट हो राइट सो एक्स रियल नम्बर भयो एक्स रियल नम्बर छ युनिभर्स त रियल नम्बर हो र एक्स के हो त एक्स इज लिमिट पोइन्ट अफ एस एसको लिमिट पोइन्ट हो भनेपछि यो सबै के हो त कलेक्सन अफ लिमिट पोइन्ट छ अब यहाँनिर हेरौँ त यसको सबै लिमिट पोइन्टहरू के हो त 0 अभियसली लिमिट पोइन्ट हो र 1 पनि लिमिट पोइन्ट हो र 0 र 1 को बिचको सबै पोइन्ट्सहरू पनि के हो त लिमिट पोइन्ट हो है भनेपछि अब अर्को एक्जाम्पल हामी के हेरौँ त all real number is limit point of q all भन्दा म any लेखौँ है यहाँनिर any real number is limit point of q यो चाहिँ अब यो कसरी हेर्ने है त यहाँनिर भिजुलाइज गरौँ प्रुफ यस्तै यस्तै प्रुफ हामी अगाडिदेखि प्रुफ गरेछौँ होइन सो यहाँ अब प्रुफहरूमा यो प्रुफहरू चाहिँ म काइन्ड अफ रिडरलाई दिन्छु राइट अब त प्रुफ इन्टुइटिभ हुनुपर्छ किनकि अगाडिदेखि प्रुफहरू हामीले गरिरहेको थियौँ जहाँ त्यस्तो प्रुफ एक्जाममा नसोध्न पनि सक्छ राइट सो एक्जाम पोइन्ट अफ भ्यू पनि त्यति टफ छैन र वी नो द्याट हाउ टु प्रुभ इट राइट सो यहाँनिर हेरौँ त एनी रियल नम्बर लिमिट पोइन्ट हो के को क्यूको सो हामी के गर्छौँ त सुरुमा एउटा रियल नम्बर पिक गरौँ राइट यहाँनिर मैले के हेरेँ त एउटा रियल नम्बर पिक गरेँ ए भन्नु अब ए लिमिट पोइन्ट अफ क्यू हुन त के भन्नु पर्यो सबै नेबरहुड के अरे सबै ओपन बल राइट ओपन बललाई नेबरहुड पनि भन्छौँ ए को राइट एमा सेन्टर लिएर ओपन बल ड्र गऱ्यो भने त्यो नेबरहुड पनि हो क्या राइट सो एनी ओपन बल अराउन्ड ए लियो भने राइट एनी ओपन बल एट ए लियो भने सेन्टर एट ए लियो भने त्यसले त्यो क्यूको पोइन्ट कन्टेन गर्छ कि गर्दैन भन्नेमा हुन्छ क्या राइट हेलो जयमसी बाबा कहाँ हुन्छु मन्टाना भने त त्यो फिल्म थियो त एउटा कार्टुन फिल्म त्यो हो त्यो एउटा त्यो डिज्नीको फिल्ममा त्यो मोन्टाना सिटी भनेर के देखाएको थियो त्यस्तो लाग्यो के भएछ फेरि हाम्रो नेपालमा के भएको र अहिले भोलि दिउँसो 4 बजे आर्थिक वर्ष 2000 को बजेट प्रस्तुत हुने हेलो अर्को गरिबको
राइट यहाँनिर कल आएको थियो सो यहाँनिर के भयो त ए लियो अब ए लिमिट पोइन्ट हो कि होइन क्यूको भनेर भन्नलाई एनी हुन्छ त एनी नेबरहुड लियौँ क्या एनी ओपन बल एट सेन्टर्स ए लियौँ राइट सो मैले यहाँनिर त मोस्ट अफ द हामी सानोलाई पनि मोस्ट अफ द सानोलाई हेर्छौँ होइन ठुलोलाई त पढ्ने चान्सेस भइहाल्यो सानोलाई चाहिँ हामी के गर्छौँ फोकस गर्छौँ है त ल सानोलाई पनि फोकस गरौँ ठुलोलाई पनि फोकस गरौँ ए को अराउन्ड एनी ओपन बल लियो भने यो त ओपन बल त के हो बिए एप्सिलोन यो भनेको त ए माइनस एप्सिलोन ए प्लस एप्सिलोन फर अल एप्सिलोन र हामीलाई थाहा छ एनी ओपन यसरी लियो भने ओपन बल लियो भने त्यहाँ बिच के पर्छ त एउटा ऱ्यासनल नम्बर पर्छै पर्छ राइट जुन चाहिँ के हो त अदर देन ए हो जस्तै कसरी भन्दाखेरि सिन्स ए भन्दा ठुलो त ए प्लस एप्सिलोन हो कि होइन राइट सो ए भन्दा ए प्लस ठुलो एप्सिलोन हो र के हो त ए रियलमा पर्छ र ए प्लस एप्सिलोन पनि कहाँ पर्छ त रियल नम्बरमा पर्छ राइट सो दुवै रियलमा पर्छ त्यसो भने ऱ्यासनल डेन्सिटी थ्योरमले के भन्छ त बाई ऱ्यासनल डेन्सिटी थ्योरम by rational density theorem there exists rational number r in q such that r चाहिँ कसको स्यान्डविचमा हुन्छ ए र ए प्लस एप्सिलोनको स्यान्डविचमा हुन्छ राइट सो जति एप्सिलोनले पनि अदर देन ए त त्यो बलमा इन्टरसेक्ट हुने रहेछ नि त ऱ्यासनल नम्बरको राइट सो ऱ्यासनल नम्बरको इन्टरसेक्ट हुने रहेछ भने ए त के हुन्छ त यसले के गर्छ ए त के रहेछ त क्लस्टर लिमिट पोइन्ट अफ के रहेछ त ए इज लिमिट पोइन्ट अफ क्यू र ए त हामीले आर्बिटरी ए ल्यायो राइट ए जस्तै ए यहाँ लियो भने पनि हुन्छ यहाँ लिए पनि हुन्छ आर्बिटरी हो यो त राइट सो त्यसो भने आर्बिटरी कहाँ हुन्छ त रियल नम्बरको एनी पोइन्टसँग हुने रहेछ भनेपछि q dash derived set of q is real number right so मैले यहाँ प्रुफ कसरी गर्ने मैले भन्दिनँ प्रुफ लेखिनँ जस्ट प्रुफ यहाँ भइसक्यो प्रुफ त हामीले प्रुफ त गरिसक्यौँ तर प्रुफ स्ट्रक्चर वेमा लेखेनौँ बट सो केही छैन यहाँ अब इक्जाम्पल फेरि अर्को इक्जाम्पल हेरौँ र इक्जाम्पल चाहिँ के छ भन्दाखेरि यहाँनिर हाम्रो एकदम यो फेभरेट सेट हो मेरो चाहिँ 1/2 1/3 1/4 र यो भनेको अथवा 1/n र n चाहिँ कहाँबाट छ त नेचुरल नम्बरबाट लियो भने यसको लिमिट पोइन्ट चाहिँ के हुन्छ होला त ल यहाँनिर गेस गरौँ म यहाँनिर ड्र बल पहिले सेटलाई म यहाँनिर ड्र गर्छु जेरो सेट यहाँनिर पर्दैन राइट सो 0 1 भयो यहाँ 1/2 होला यहाँ 1/4 यहाँ 1/3 यहाँ 1/8 यहाँ 1/5 यहाँ 1/6 सो यसरी यसरी जेरोको नजिक हुन्छ राइट सो अब यसको लिमिट पोइन्ट के होला त 1 लिमिट पोइन्ट हो यहाँ हेरौँ त 1 लिमिट पोइन्ट हो 1 मा सानो बल ड्र गरौँ त 1 भन्दा एक्स्ट्रा पोइन्ट त सेटको पर्यो त परेन त्यो ओपन बलमा सो 1 लिमिट पोइन्ट हुन सकेन राइट किनकि ओपन बलमा त यो छ यो पोइन्ट पर्छ र अदर देन 1 त छैन यहाँनिर 1 मात्र इन्टरसेक्ट हुन्यो सो यो पोइन्ट परेन 2 मा पनि त यसरी यस्तो रेडियस लियो भने पर्छ त 2 पनि पर्न सकेन यो पनि पर्न सकेन तर अब यता जेरोको नजिक पोइन्टहरु आउँदै गएको छ यहाँनिर चाहिँ यहाँनिर यता आएपछि जेरोको नजिक पोइन्टहरु हुँदै गइरहेको छ हैन सो जेरोमा के होला त राइट सो जेरोमा के हुन्छ भन्दाखेरि
हामीलाई थाहा छ यहाँनिर के हो नि त एप्सिलन ल्याउँ, लेट एप्सिलन ग्रेटर देन 0 ल्याउँ भने आर्किमिडिज प्रिन्सिपलले के भन्छ, बाई आर्किमिडियन प्रिन्सिपल त्यहाँनिर के एक्जिस्ट गर्छ, एन भन्ने इलिमेन्ट एक्जिस्ट गर्छ नेचुरल नम्बर सच द्याट 1 डिभाइड बाई एन भन्दा ठुलो एप्सिलन हुन्छ, राइट। सो यो भन्नु भन्दा 1 बाई एप्सिलन 0 प्लस एप्सिलन 0 माइनस एप्सिलन भन्नु पाउँछ कि पाउँदैन, किनकि यो त पोजिटिभ नम्बर हो, यो नेगेटिभ नम्बर हुन्छ किनकि एप्सिलन ग्रेटर देन 0 छ, यो त अब एप्सिलन नै हो, राइट। सो यो भनेको के हो त 1 बाई एन कहाँ एक्जिस्ट गर्छ, 0 यो सेटमा एक्जिस्ट गर्छ, यो भनेको त ओपन बल हो, राइट। ओपन बल के हो त, अब यहाँनिर हेरौँ एन्ड 1 बाई एन त एसमा हो कि होइन, राइट। सो यहाँनिर 0 भन्दा अदर पोइन्ट एक्जिस्ट गरिरहेको छ क्या, राइट। त्यो ओपन बलमा एनी यो त एनी हो नि त। सो यसले के त्यसो भने के भन्न पाएँ त मैले, 0 इज लिमिट पोइन्ट अफ एस, मतलब डिराइभ पोइन्टमा छ, डिराइभ पोइन्टले लिमिट पोइन्ट कन्टेन गर्छ। सो 0 कहाँ छ त डिराइभ पोइन्टमा छ, द्याट इज लिमिट पोइन्ट हो 0, राइट। भयो कि भएन, भयो। अब नेगेसन गरौँ डेफिनेसनलाई, राइट। सो नेगेसन गर्दा के भयो त, एज सबसेट अफ आर छ भने अ पोइन्ट सी नट इन आर, राइट। मैले ब्याड पोइन्ट भने यसलाई, सी नटलाई इज नट लिमिट पोइन्ट अफ एस। कतिखेर हुन्छ होला त, हामीले यतिचोटि नेगेसन गरेर चाहिँ फर अल हुन्छ, फर एभ्री ओपन बलको लागि भनेपछि सम ओपन बलको लागि केही ब्याड थिङ हुनु पर्यो, राइट। इफ एन्ड ओन्ली इफ द एक्जिस्ट डेल्टा ग्रेटर देन 0 सच द्याट फर अलको के हो त द एक्जिस्ट, र त्यो सी नटमा डेल्टा रेडियस बनाएर हामीले त्यो सेटलाई सीलाई इन्टरसेक्ट यसरी गराइदियो भने यो के हो त एम्टी हुने भयो, माथि नन एम्टी थियो यहाँ एम्टी नेगेसन गर्दाखेरि, राइट। सो यहाँनिर के हो त यो चिजलाई हामी कसरी लेख्न पनि सक्छौँ भन्दाखेरि बी सी कहाँ छ त यसको पनि भन्न सक्छौँ, राइट। हामीले अगाडिदेखि भ्यान डायग्राम युज गरिरहेको थियो, अब नगर्ने, राइट। अब त्यत्तिकै हामी मेच्योर भइसक्यौँ, यो सेटमा एसको पोइन्टै छैन। सो एसको पोइन्ट भनेपछि एसभन्दा अरू युनिभर्सको सेटमा त अभियसली यो कन्टेन हुने भयो, यो सानो सेट हुने भयो, यसलाई पुरै एस बाहेक अरू सबै युनिभर्सको सेट लियो भने हुने भयो किनकि एसमा इन्टरसेक्ट छैन, राइट। सो यो नेगेसन भयो। सो अब नन इक्जाम्पल गर्छौँ, राइट। यहाँनिर इन इङ्ग्लिस कस्तो हुन्छ त, इन इङ्ग्लिस C naught in R is not a limit point. If and only if for some open ball at center C naught does not contain any point of S other than C, right. माथिको हाम्रो इन्टरसेक्सनकै लगाइदिउँ, राइट। इन्टरसेक्सन एम्टी छ भनेपछि सी त्यो ओपन बलमा सी हटाउँदाखेरि त्यो ओपन बलबाट सी हटाइदियो भने त्योसँग कमन पोइन्टै छैन क्या यसको कुनै कमन पोइन्ट, राइट। सो यहाँनिर एउटा नन इक्जाम्पल गरिहालौँ,
नन एक्जाम्पल के हुन्छ भन्दाखेरि यहाँनिर मैले के गर्छ यसलाई डिस्क्रिट सेट टाइपको हुन्छ त यसको लिमिट पोइन्ट छ कि छैन हामीले माथि पनि युज गरेका थियौँ है 1 होइन भनेर नेगेसनकै त्यही हालेर किनकि सानो हेर न यहाँनिर मैले सानो लिएँ सानो बल लिँदाखेरि यहाँनिर 1 भन्दा अदर पोइन्ट इन्टरसेक्ट गरेन क्या सो यो लिमिट पोइन्ट हुन सकेन राइट सिमिलरली यहाँ पनि हेर त यो 1 हो यो 2 अब यहाँनिर यस्तो यति सानो लियो भने हुनसक्छ त 2 भन्दा अरू पोइन्ट छ त छैन सो यहाँनिर के हुन्छ त हामी ठ्याक्क डेल्टा तोकेर पनि म यहाँ भनिदिन्छु कतिसम्म लिन पायो भन्दाखेरि हाफ भन्दा सानो डेल्टा लियो भने त के हुन्छ त 1 कन्टेन गर्दैन हाफ भनेछु 1 भन्दा सानो डेल्टा रेडियस लियो भएर यो पोइन्टमा बल ड्र गर्यो भने त 2 बाइक अरू पोइन्ट कन्टेन गर्छ त त्यो एको सेटले गर्दैन सो यसको के हो त सिमिलरली 1 को पनि गर्दैन has no limit point किन लिमिट पोइन्ट हुन्न किनकि 1 छ यो 2 छ यहाँ मैले हाफ लिए हाफ लिएर मैले यहाँ एउटा ओपन बल मैले भेटाउँछु फर सम अथवा डेल्टा मैले कति पाए त देयर एक्जिस्ट डेल्टा 1/2 जसमा चाहिँ 1 भन्दा अरू पनि इन्टरसेक्ट गर्दैन के ए सेटको सिमिलरली यहाँ पनि मैले के छ त डेल्टा इज टु 1/2 लिन सक्छु र यसले 2 भन्दा अरू पोइन्टसँग के हुन्छ त ईको पोइन्ट कन्टेन गर्दैन सो ओपन बलमा हामीले 2 हटाइदियौँ भने एसँग के छ त इन्टरसेक्ट गर्दैन र हामीले माथि यसको पनि पढाएको थियौँ यो भनेको के हो थाहा छ हामीले नेबरहुड डिलिटेड नेबरहुडमा हामीले पढाएको थियौँ राइट यसलाई कसरी लेख्न मिल्छ भन्दाखेरि माथि स्टार्ट गऱ्यो भने यो डिलिटेड नेबरहुड हो क्या राइट सी पोइन्ट हटाएकोलाई डिलिटेड नेबरहुड भन्छ राइट सो अब यहाँनिर हामीले के देख्यौँ त 2 पोइन्ट अब सिमिलरली एनी फाइनाइट सेट लियो भने एनी फाइनाइट एलिमेन्ट भएको सेटहरू लियो भने फाइनाइटमा यस्तो होला राइट होला अब यहाँनिर हामीले सानो रेडियस लिएर हेरौँ त एउटा रेडियस पायौँ कि पाएन जानेर त्यो पोइन्ट बाहेक अरू पोइन्ट त्यो सेटको पोइन्टै छैन क्या त्यो ओपन बलमा राइट अथवा त्यो डिलिटेड ओपन बलको केस हेर्ने भने सेटसँग इन्टरसेक्टै गर्दैन क्या राइट सो हामीले यहाँनिर सिधै भन्नु मिल्छ यहाँनिर चाहिँ के छ त PORS यो प्रोमिस के हो यो मलाई प्रोनाउन्सिएसन आएन यो भनेको चाहिँ के भन्दाखेरि यसो थ्योरम पछि थ्योरम भयो अनि थ्योरमको स्पेसल केसलाई हामी कोलोरी भन्छौँ क्या राइट यो एक्जाम्पल जसरी गर्न सकिन्छ भने होइन एक्जाम्पल जस्तै सेम वेमा त्यो प्रुभ हुन्छ भने त्यो के हो त यो भर्खर मैले वर्ड दिएको त्यो भयो यसले चाहिँ के हुन्छ त every finite set has no limit point right प्रुफ पनि गर्न सकिन्छ प्रुफ गर्दाखेरि के लिनुपर्छ भन्दाखेरि हामीले के लिने होला प्रुफ गर्दाखेरि रेडियस कति लिउँ त मिनिमम के को मिनिमम लिउँ होला मिनिमम के लिउँ त यो दुईटा पोइन्टको बिचको मिनिमम लिउँ क्या राइट कुनै एउटा पोइन्ट यहाँनिर लेट्स सपोज यहाँ छ भने यो पोइन्टको नजिक कुन होला राइट जस्तै यो पोइन्टको यो साइड के छ त सानो छ भने यहाँनिर यसरी रेडियस लियो भने त के हुन्छ त यो पोइन्ट पर्छ अथवा यहीँबाट रेडियस लियो भने के हुन्छ त यो पोइन्ट त बाहिरको पोइन्ट त अभियसली नपर्ने भयो त्यो रेडियस लियो भने एउटा स्पेसल केसमा यदि सेट त्यही परेन भने राइट यदि सेट कहाँ भएन भने
यहाँ इफ के छ त पोइन्ट पी कहाँ छैन भने यहाँ मैले एप्सन लेख्छु सी सी सेटमा छैन भने कति लिनु पर्यो त मिनिमम कति लिनु पर्यो एक्सआई यो पोइन्टहरू के त एक्सआई मैले माने एक्सआई माइनस सी लिनु पर्यो राइट फर अल आई सबको मिनिमम लिनु पर्यो यदि इफ सी इन एस सी एसमा छ भने चाहिँ के गर्ने होला राइट सी एक्समा छ भने के गर्ने होला कस्तो रेडियस लिने होला यहाँ हेरौँ है त यदि यो सी पोइन्ट हो भने यहाँनिर कुन रेडियस लिनु पर्यो होला हामीले यो सानो छ कि यताको सानो छ राइट यो पोइन्ट सानो छ कि यो पोइन्ट सानो छ राइट अहिले त यो पोइन्ट सानो छ सो यहाँनिर यसको र यसको डिस्टेन्स लिएर ओपन बल ड्र भयो भने त यताको पोइन्ट पर्दैन राइट यो मात्र पर्छ भनेपछि त्यहाँनिर के त मिनिमम लिनु पर्यो के त सी माइनस एक्सआई यहाँ पनि फेरि त्यही आयो हेर त सी माइनस एक्सआई सिआई त यो पोइन्ट भयो अब के त यो सबै पोइन्ट हुन्छ त यहाँ सबै अब यो त यता यताको त टाढा हुँदैन नजिक यही हो राइट सो सबै एक्सआईको चेक गऱ्यौँ र सबै एक्सआई मध्येमा कुन क्लोज छ राइट फर अल आई त्यही एप्सलन लिउँ सो भनेपछि दुवैको यसमा सेम रेडियसले काम गर्ने रहेछ राइट तर भिजुअलाइजेसन पिक्चर अलिकति फरक मात्र हुने रहेछ राइट सो यो भयो यो एक्जाम्पल अब यहाँनिर अर्को पनि एक्जाम्पल लिउँ यो रियली यो एक्जाम्पलले केही चिज सिकाउँछ यसले सिकाउँछ राइट एज सेट के छ त 0,1 2 छ अब यहाँनिर हेरौँ त यो 2 पोइन्ट लिमिट पोइन्ट हो कि होइन इज दिस लिमिट पोइन्ट लिमिट पोइन्ट होइन किन होइन भन्दाखेरि हामीले यहाँनिर यस्तो नेबरहुड भेटाउन सक्छौँ राइट यो बिचको डिस्टेन्स कति छ 1 छ सो हामीले के त डेल्टा 1/2 लिएर बल ड्र गऱ्यो भने यहाँनिर 2 बाहेक अरू कुनैसँग के छ त सेटको पोइन्ट कन्टेन्ट गर्दैन 2 बाहेक अरू सो भनेपछि डिलिटेड नेबरहुड राइट डिलिटेड नेबरहुड भनेको 2 लाई हटाएर बनाएको जुन नेबरहुड हुन्छ ओपन बल त्यो ओपन बलमा एसको पोइन्टसँग इन्टरसेक्ट गर्दैन एससँग इन्टरसेक्ट गर्दैन भनेपछि यो लिमिट पोइन्ट भएन सो यहाँनिर के देख्न सक्छौँ भन्दाखेरि लिमिट पोइन्ट नहुँदाखेरि टाढा भएको जस्तो देखियो कि देखिएन आइसोलेट भएको जस्तो पोइन्ट सो यहाँनिर एउटा डेफिनेसन छ राइट सो यहीँबाट इन्सपायर भएर डेफिनेसन लेख्न सक्छौँ डेफिनेसन if C in S but C's limit point of S सी यसमा छ होइन र सी एसमा छ हामीले मान्यौँ र सी इज नट लिमिट पोइन्ट अफ एस इफ एन्ड ओन्ली इफ सी इज आइसोलेटेड पोइन्ट यहाँ डेफिनेसन भएर मैले के भन्छ त इफ एन्ड ओन्ली इफ लेख्न मैले यहाँ कहिले के भन्छ त छुटाउँदिनँ राइट आइसोलेटेड पोइन्ट भन्नु नै के हो त सी यसमा छ तर लिमिट पोइन्ट होइन राइट त्यो नि हो आइसोलेटेड पोइन्ट भन्नुको मतलब र यो भन्नुको मतलब नै के हो त आइसोलेट पोइन्ट होइन के अरे आइसोलेटेड पोइन्ट हो सो यहाँनिर के छ त यहाँनिर डेफिनेसनमा अलिक इङ्ग्लिस मिलेन सो त्यही भएर यहाँनिर के छ त बुक हेर्छु डेफिनेसन कस्तो छ
त्यही सी एसमा छ बट सी इज नट limit point of S, then C is isolated point of S. मैले यस्तो गर्ने कहाँ कहाँ बिर्सेँ सर ओ माई गॉड नट लिमिट पोइन्ट राइट सो यो डेफिनेसनमा भएको कारणले हामीले दुवैतिर बुझ्नुपर्छ क्या देन छ भने यो इफ एन्ड अन्ली इफ हो क्या यहाँनिर इफ एन्ड अन्ली इफ नै छ यो डाइरेक्सनमा मात्र हुन्न डेफिनेसनमा अलवेज ब्याकवर्ड डाइरेक्सन पनि हुन्छ किनकि हामीले यो वर्ड भनेको नै के हो त यो डिफाइन गरेको छ राइट यदि आइसोलेटेड पोइन्ट होइन रहेछ भने पनि के हो त यो आइसोलेटेड पोइन्ट रहेछ भनेपछि सी सेट एसमा पर्छ तर सी क्लस्टर पोइन्ट हुन्न यदि सी सेट एसमा पर्छ र सी क्लस्टर लिमिट पोइन्ट होइन भने त्यो आइसोलेटेड पोइन्ट हो राइट सो डेफिनेसन इफ एन्ड ओन्ली बोथ वे हुन्छ सो यहाँबाट देख्न सक्छौँ फाइनाइट सेटको इच पोइन्ट अफ हामीले अघि भनेको थियौँ फाइनाइट सेटको कुनै लिमिट पोइन्टै हुन्न सो लिमिट पोइन्टै हुन्न भने चाहिँ त्यो सेटको इट्सेल्फ लिमिट पोइन्ट हुन्छ त हुन्न सो यहाँनिर के छ त रिमार्क गरे अथवा एक्जाम्पल पनि भन्नु सकिन्छ इच पोइन्ट अफ फाइनाइट सेट इज एन आइसोलेटेड पोइन्ट यहाँ इन्टुइटिभली आइसोलेटेड पोइन्ट मतलब यस्तो फरक फरक भयो भने आइसोलेटेड पोइन्ट हुन्छ जस्तो फिल भयो राइट डेफिनेसनसँग राइट किन त्यो पनि हुन्छ भन्दाखेरि किनकि त्यहाँनिर यस्तो डेल्टा पाउँछौँ हामीले त्यो डेल्टाले त्यो पोइन्ट बाहेक अरू त्यो सेटको मेम्बरै कन्टेन गर्दैन क्या सो त्यहाँनिर केही न केही ग्याप हुन्छ क्या राइट क्यान यु भिजुअलाइज द्याट ग्याप राइट त्यो डेल्टाले ग्याप दिइहाल्छ क्या अरू पोइन्टहरूसँग किनकि आइसोलेटेड पोइन्ट लिमिट पोइन्ट होइन सेटको पोइन्ट हो तर लिमिट पोइन्ट होइन हामीले यसरी रेडियस यस्तो यस्तो फाइनाइट पोइन्ट यहाँ 4वटा मात्रै देखाएको थियो एनी फाइनाइट पोइन्टसँग हुनसक्छ अब यहाँनिर के छ त रियली सिम्पल थ्योरम यहाँनिर आयो थ्योरम सिम्पल छ थ्योरम यो एक्जाममा नसोध्नु सक्छ every limit point is adherent point right अथवा यसलाई कसरी लेखौँ त यसरी पनि लेख्न सक्यो सपोज S is subset of R र C is limit point of S C limit point of S हो भने C is adherent point of के हो त S राइट अथवा यो भनेको नै के हो त if C is adherent point then C is limit point राइट यो भनेको के हो भन्दाखेरि सी चाहिँ के हो त सरी लिमिट पोइन्टको कलेक्सन के हो त एस हो र हरेक एसको मेम्बर कहाँ हो त एस डिराइभ सेटको मेम्बर एस यसलाई के भन्छ त एस प्राइमको नम्बर त्यो त के हो त कहाँको हो एडरेन्ट पोइन्ट हो राइट सो यहाँ जति पनि पर्छ त्यो अभियसली त्यहाँ एडरेन्ट पोइन्टमा जान्छ राइट सो यो प्रुफ गर्न पर्ने थ्योरम हो रियली इजी छ राइट प्रुफ यहाँ हेरौँ प्रुफ त्यस्तो यो रियली ट्रिभियल प्रुफ हो क्या यो चाहिँ प्रुफ
प्रुफ के छ त जस्ट के गरौँ त लेट सी कहाँ छ त सी डिराइभ सेटमा छ द्याट इज सी इज क्लस्टर पोइन्ट अफ द लिमिट पोइन्ट अफ एस है म क्लस्टर पोइन्ट धेरै लेख्छु क्या किनकि यो बार्टलेमा क्लस्टर पोइन्ट छ क्या अनि अरू बुकमा चाहिँ लिमिट पोइन्ट छ फेरि हामी एपोस्टलमा गयो भने एपोस्टलमा एक्युमुलेसन पोइन्ट छ नोसन सो बुक पछि फरक छ नोसन त केही छैन सो नाम फरक छ नोसन भन्ने चाहिँ नाम फरक छ लिमिट पोइन्ट अफ एस हो राइट सो लिमिट पोइन्ट अफ एस भने यसले के भन्छ त यसले के भन्छ त for all epsilon greater than 0 b c epsilon without point c के सँग इन्टरसेक्ट गर्छ एस सँग इन्टरसेक्ट गर्ने नन एम्प्टी छ यहाँनिर हेर त एसबाट सी निकाल्दा नन एम्प्टी छ भने के यो भन्न पाइन्छ कि पाइँदैन त्यो पोइन्टमा सी सेट हाल्यो भने पनि इन्टरसेक्सन नन एम्प्टी छ भन्न पाइन्छ कि पाइँदैन इन्टरसेक्सन एस भन्न पाइन्छ कि पाइँदैन अभियसली पाइन्छ किनकि यो यसमा यसले के भन्छ यो लाइनले के भन्छ यो लाइनले एटलिस्ट एक्स नट भन्ने पोइन्ट एक्जिस्ट गर्छ राइट एक्जिस्ट त्यो चाहिँ के हो त सच द्याट डिलिटेड नेबरहुडमा डिलिटेड ओपन बलमा छ र कहाँ पनि छ त एक्स नट यहाँ पनि छ एक्स नट कहाँ पनि छ त एसमा छ राइट सी भन्दा अदर पोइन्ट छ भनेपछि सी को इन्टरसेक्सन गराउँदा इन्टरसेक्सन नहुने कुरो हुन्छ त हुन्न किनकि सी भन्दा अदर पोइन्टै छ त्यहाँनिर अलरेडी इन्टरसेक्सन र एटलिस्ट एउटा न एउटा पोइन्ट त इन्टरसेक्सन छ एउटा न एउटा पोइन्ट त दुवैमा कमन छ अब यो भन्नुको मतलब के हो त सी इज एडरेन्ट पोइन्ट अफ एस हो राइट द्याट इज सी इन क्लोजर अफ एसमा पर्छ राइट यहाँनिर सरी मैले क्लोजर दिनु बिर्सेछु छु सो सी आर्बिटरी हो देयरफोर के हो त यो भयो सिक्युरिटी रियली स्मल थ्योरम रियली स्मल थ्योरम र स्मल भए पनि हामी युज गर्छौँ अब हामी अर्को थ्योरम प्रुभ गर्न जाँदैछौँ यो थ्योरम एक्जाममा सोध्न पनि सक्छ अबको 3वटा थ्योरम एक्जाम पोइन्ट अफ भ्यूबाट पनि इम्पोर्टेन्ट छ है थ्योरम यिनीहरूलाई भेरी इम्पोर्टेन्ट भनेको आउन सक्छ भेरी इम्पोर्टेन्ट आउँदा पनि भयो राइट सो लेट एस बी अ सबसेट अफ आर is लेटको ठाउँमा सपोज यो भने एस ड्यास भनेको डिराइभ पोइन्ट इट्स सरी डिराइभ सेट हो त्यसो भने देन इट्स क्लोजर एस भनेको चाहिँ के को सबसेट हुन्छ एस भनेको चाहिँ के हुन्छ त एस युनियन एस यो हुन्छ राइट सेट युनियन एस प्राइम राइट सो यसको हामी के गर्छ त प्रुफ गर्छौँ हामीले के छ त वी वान्ट टु सो अलवेज हामी के छ त दिमागमा माइन्डमा बसौँ गर्नुभन्दा पहिले वी वान्ट टु सो बट वी वान्ट टु सो एस इज इक्वल्स टु एस युनियन एस प्राइम यो भन्नुको मतलब
द्याट इज एस के हो त सबसेट हो र एस युनियन एस यो के को सबसेट हो एसको एस क्लोजरको सबसेट हो हामीलाई यो दुईटा सो गर्नु छ राइट सो हामी के गर्छौँ त यहाँबाट स्टार्ट गर्छौँ सो फर्स्ट केस हाम्रो के छ त काइन्ड अफ अभियस ट्रिभियल छ अभियस नभनौँ ट्रिभियल छ फर्स्ट केस सो फर्स्ट केस भन्दा नि फर्स्ट प्रुफ वी विल प्रुफ यस्तो त हामी के गर्छौँ त फर्स्ट यो प्रुफ गर्छौँ यो भनेर यहाँनिर अब्जर्भ गर्नुपर्ने के छ भन्दाखेरि हामीले अगाडि एउटा थ्योरम प्रुफ गरेका थियौँ कुनै सेट भयो यहाँनिर कुनै सेट छ सेटको यो सेटमा पर्ने हरेक पोइन्ट के हुन्छ एडरेन्ट पोइन्ट हुन्छ राइट त्यो सेटको किन भन्दाखेरि यहाँनिर हामी जति एप्सलन सानो लियौँ अथवा एप्सलन ठुलो लियौँ जस्तो सुकै एप्सलन लियौँ त्यहाँनिर इन्टरसेक्ट के छ त त्यो सेटको त्यही पोइन्टसँग इन्टरसेक्ट गर्छ कि गर्दैन गर्छ सो त्यही पोइन्टमा इन्टरसेक्ट गर्छ भने त्यो के हो त एडरेन्ट पोइन्ट हो राइट सो हामीलाई के छ त एस इज सबसेट अफ एस बार we know that S is subset of S bar and अघि भर्खरै प्रुभ गर्यौँ S के हो त सबसेट अफ क्लोजरको सबसेट हो भनेपछि यहाँबाट के छ त यसको युनियन लियौँ देन यो लियो भने त कहाँ पर्छ यो S युनियन S यो भनेको यो त S हो सो हामीले यो प्रुभ गर्यौँ र अब के हुन्छ त अर्को प्रुफ गर्नु छ नाउ we will show के सो गर्छौँ भन्दाखेरि यहाँनिर सेटमा के छ थ्योरम पनि छ दुवै यस्तो भयो भने यो हुन्छ भन्ने थ्योरम जान्छ अब अथवा इन्टुइटिभली भिजुअलाइज गर्न पनि सकिन्छ हामीले धेरैचोटि भिजुअलाइज गरिसक्यौँ सो त्यही भएर यहाँनिर के छ यसलाई टाइम नदिउँ अब हामी के गर्छौँ त एस बार के को सबसेट हो भनेर सो गर्छ एस युनियन एस प्राइमको सबसेट भनेर सो गर्छौँ सो त्यसलाई सो गर्न के गर्नु पर्यो त सो हामीले के गरौँ त यहाँको पोइन्ट लिएर यहाँनिर देखाइदिउँ राइट सो लेट एक्स कहाँ छ त एसएसमा छ अब यहाँनिर दुईवटा केस हुनसक्छ राइट जस्तै हरेक केसमा के हुन्छ त कि त पी हुनसक्छ अर नट पी हुनसक्छ र यो के छ अलवेज भ्यालिड हुन्छ राइट पी अर नट पी इज अलवेज ट्रु हुन्छ यो टोटोलोजी हो राइट सो त्यही भएको कारणले यहाँनिर के हुन्छ त कि त पी भनेर मान्छौँ कि त नट पी भनेर मान्छौँ यहाँनिर अब म यहाँ देखाउँछु जस्तै अब केस आईमा के मान्छौँ भन्दाखेरि एक्स कहाँ छ त एसमा छ भनेर मान्छौँ राइट कि त त्यो पोइन्ट एसमा हुनसक्छ सेट एसमा हुने बित्तिकै के भयो त देन अभियसली के भयो त एस इज सबसेट अफ एस युनियन एस भयो किनकि यहाँनिर एसको पोइन्ट छ यो अहिले डाइरेक्टली नभनौँ एस हुने बित्तिकै भनेपछि त एस कहाँ छ त एस युनियन एसमा त परिहाल्यो राइट सो यो केसमा के भयो त एस बारबाट इलिमेन्ट ल्याएको थियौँ र हामीले कहाँनिर सो गर्यो भने त एस युनियन एसमा सो गराइदिउँ सो यो केसमा त भयो राइट सो अब अर्को केसमा के होला त कि त पी ट्रु हुन्छ कि त नट पी ट्रु हुन्छ राइट कि त एक्स एसमा पर्छ कि नत्र एस एक्समा पर्दैन राइट सो एक्स एसमा पर्दैन भनेपछि राइट त्यसो भने देन
एस एसमा पर्दैन भनेपछि हामीले यहाँ के छ त यो मानेछौँ देन सिन्स एक्स कहाँ छ त क्लोजर पोइन्टमा छ राइट सो क्लोजर पोइन्टमा छ भने क्लोजर पोइन्टको डेफिनेसन के हो त फर एभ्री पोइन्ट ग्रेटर देन 0 bx epsilon intersect with s is non-empty right so non-empty भयो so for all epsilon अब हामीलाई के छ त s कहाँ देखाउँछ एसमा पर्दैन भनेपछि एस यो डिराइभ सेटमा देखाउनु छ सो एस लिमिट पोइन्ट भनेर यहाँनिर हेरौँ त यो के होला नन एम्प्टी होला कि नहोला यहाँनिर हेर त एक्स यसमा पर्दै पर्दैन क्या राइट सुरुमा यस सुरुमा के छ त यो बलमा के छ त केही पोइन्ट छ जुन यो एसमा पनि छ राइट अब यहाँनिर हेरौँ त यो बलमा भएको पोइन्ट एसमा हुन्छ कि हुँदैन यो बलमा र यो बलमा एटलिस्ट एउटा पोइन्ट हुन्छ कि हुँदैन हुन्छ किनकि सी निकाले पनि सी त एसमा भएको होइन भनेपछि यहाँ यो कमन भएको पोइन्ट एस भन्दा एक्स भन्दा अदर पोइन्ट हो कमन भएको चिज राइट सो त्यसो भने यो पोइन्ट के भयो त इन्टरसेक्ट गर्यो जस्तै एन्ड भ्यान डायग्रामबाट बनाऊँ है त यो बल छ यो सर्कल छ यो एस छ अब यहाँनिर एउटा पोइन्ट अलरेडी यो पोइन्टमा छ होइन यहाँनिर एक्जिस्ट गरिरहेको छ र एक्स पोइन्ट कहाँ छैन भन्दाखेरि यहाँनिर एक्स भन्ने पोइन्ट कहाँ छैन भन्दाखेरि राइट एक्स भन्ने पोइन्ट हामीलाई थाहा छ बलमा त छ तर एक्स भन्ने यहाँ छैन क्या एक्स यहाँ छैन राइट एक्स यहाँ छ बलमा छ भनेपछि यो गऱ्यो भने के होला त हेर त यो एक्स पोइन्ट हटाएर यहाँनिर भने इन्टरसेक्सनमा एउटा पोइन्ट पर्छ कि पर्दैन राइट इन्टुइटिभली सोच्दाखेरि यस्तो भयो क्या डायग्राम भेन डायग्रामबाट इन्टुइटिभली सोचेँ मैले भनेपछि यसले के देखायो त एक्स इज लिमिट पोइन्ट अफ एस भनेपछि एक्स लिमिट पोइन्ट हो भने एक्स कहाँ छ त एक्स डिराइभ सेटमा छ भनेपछि एक्स कहाँ छ त एस युनियन एसमा छ राइट सो हामी कहाँबाट गएको थियौँ एसबाट कहाँ गएको थियौँ त एस युनियन एसमा गयो सो माथि र यसमा गर्दाखेरि के हो त र यहाँनिर के छ त सिन्स इन इच केस एस इज सबसेट अफ एस therefore इच केसमा भएको कि त यहाँनिर हेरौँ त कि त एस एक्सको के अरे कि त एक्स एसको इलिमेन्ट हुन्छ कि त हुन्न दुवैमा एउटा त अभियसली हुन्छ र दुवै केसमा के हुन्छ त हाम्रो त्यो सबसेटवाला फन्डा हामीले के त प्रुफ गऱ्यो भनेपछि माथि र तलको हामीले प्रुफ गराएपछि देयर फ्रम एबभ एस के भयो त इज हामीले के छ दुवै प्रुफ गराएको थियौँ नि त राइट सो यहाँनिर यो प्रुफ गराएको थियौँ यहाँनिर यो प्रुफ गराएको थियौँ सो क्युएडी यहाँनिर म अलिकति फास्ट गर्दैछु है किनकि हामीले अगाडिको पोइन्टहरूमा एडरेन्ट पोइन्ट जस्तै हो यो पनि त्यस्तै हो क्या प्रुफहरू सबै सो एडरेन्ट पोइन्टमा त्यत्रो 1 घन्टाको टाइम पुरै क्वेसन सबै सल्भ गरेका थियौँ हामीले अझै त्यहाँनिर दुईवटा इम्पोर्टेन्ट प्रुफहरू पनि छ इम्पोर्टेन्ट मतलब कन्सेप्चुअल वेमा फर्दर स्टडीको लागि इम्पोर्टेन्ट छ त्यो चाहिँ म यो सबै टोपोलोजी सकेपछि म त्यो छुट्टै हाल्छु भन्ने सोचेको छु भनेपछि त्यहाँनिर एडरेन्ट पोइन्टको लागि थुप्रै मेहनत गरेको छु सो लिमिट पोइन्ट पनि त्यस्तै छ राइट अब अर्को थ्योरम छ
यो पनि एक्जाममा सोध्छ यस्तो क्वेसन यस्तोहरू, किनकि यो बुककै हो, माथितिरको बुकको थिएन। त्यो एक्जाम्पल कहीँबाट ल्याएको थिएँ अनि मैले काइन्ड अफ मिलाएर अलिकति गरेको थिएँ। सो इफ सी इज लिमिट पोइन्ट अफ अ सेट एज र सबसेट अफ आर छ, देन फर all epsilon greater than 0, यहाँनिर इङ्ग्लिसमै लेखौँ, then for every open ball epsilon contains infinitely many point of S। अब यहाँनिर के गर्छु भन्दाखेरि म प्रुफ बाई कन्ट्राडिक्सनको वेमा गर्छु क्या। प्रुफ बाई कन्ट्राडिक्सनले चाहिँ के भन्छ भन्दाखेरि यहाँनिर प्रुफ गर्छु। यहाँनिर प्रुफ बाई कन्ट्राडिक्सन चाहिँ कसरी काम गर्छ भन्दाखेरि जस्तै पी इम्प्लाइज क्यूको नेगेसन भनेको के हुन्छ भन्दाखेरि यसको नेगेसन लियो भने के हुन्छ यसको नेगेसन पी एन्ड नट क्यू हुन्छ, राइट। सो यसको नेगेसन यस्तो हुन्छ, इक्विभ्यालेन्ट हुन्छ र हामीले सम्हाउ हुन्छ त यहाँबाट फल्स, यो फल्स हो भनेर देखाइदिउँ भने त वी somehow all able to show this is false। यो फल्स देखायौँ भने अभियसली के हुन्छ त पी इम्प्लाइज क्यू चाहिँ के हुन्छ त ट्रु हुन्छ, अथवा यो फल्स देखाउनु भनेको यो फल्स देखाउनु हो क्या, राइट। सो यहाँबाट कन्ट्राडिक्सन हामीले ल्याइदियो भने त्यो के हो त पी इम्प्लाइज क्यू ट्रु हुन्छ, राइट। सो त्यही भएर हामी के गर्छौँ त यसलाई लेख्छ, कसरी लेख्छ भन्दाखेरि सपोज सी इज सी लिमिट पोइन्ट भनेपछि सी कहाँ छ त डिराइभ सेटमा पर्छ, राइट। सपोज यो हो भने बाई द वे अफ कन्ट्राडिक्सन कन्ट्राडिक्सन हामी गर्दैछौँ। सो यसमा के होस् त पीलाई त ट्रु मान्यौँ तर क्यू हुन्छ त यो त पी इम्प्लाइज क्यू हो, पी त हामीले ट्रु मान्यौँ। अब क्यूलाई के गर्छु त म क्यूलाई के गर्छु नेगेट गर्छु। सो क्यूलाई नेगेट गर्नु भनेको के हो त there exists some ball, right, there exists open ball BC, ओपन बल हुने बित्तिकै मैले डेल्टा लिने चलन, मलाई डेल्टा मनपर्छ, राइट। ओपन बल हुने बित्तिकै के अरे देयर एक्जिस्ट हुने बित्तिकै देयर एक्जिस्ट ओपन बल सच द्याट BC डेल्टा कन्टेन्ट, यहाँ इन्फाइनाइटली मेनी पोइन्ट कन्टेन्ट गरेको थियो भने चाहिँ अब के हो त फाइनाइटली मेनी पोइन्ट कन्टेन्ट गर्छ, कन्टेन्ट्स only finite number of points of S, right। so यो भन्नुको मतलब के हो त that is like that is there exists delta greater than 0 such that BC delta intersect S। दुवैको इन्टरसेक्सन के हो त यो के हो त फाइनाइट नम्बर अफ इन्टरसेक्सन गर्छ, मतलब बीसीले फाइनाइट नम्बर अफ एस पोइन्ट कन्टेन्ट गर्छ भने चाहिँ तिनीहरूको इन्टरसेक्सन फाइनाइट हुन्छ, राइट। सो इट इज सम अफ फाइनाइट। सो फाइनाइट हो भने अब त्यसलाई के हो त कलेक्ट गरौँ, राइट। लेट दोज finite points are x1 x2 x3 xn भन्नु मैले माने, राइट। सो
यो पोइन्ट्सहरू यसलाई यसरी काइन्ड अफ मैले यहाँनिर भिजुलाइज मात्र गराएँ। यो पोइन्ट चाहिँ कस्तो यहाँनिर कन्ट्राडिक्सन गरेर चाहिँ इफ पोसिबल यहाँनिर लेख्दा पनि भयो बाई द वे अफ कन्ट्राडिक्सन इफ पोसिबल बाई द वे अफ कन्ट्राडिक्सन लेखिसक्यो इफ पोसिबल। अब यहाँनिर म के छु त इमेजिनरी पिक्चर युज गर्दैछ त यहाँनिर पिक्चर ट्रु नहोला तर माथिको स्टेटमेन्टले जस्तो भन्नु खोजेको छ म त्यस्तै लेख्दैछु। मानौँ सी पोइन्ट यो हो लिमिट पोइन्ट सेटको कुनै सेटको लिमिट पोइन्ट यो हो अरे। अब यहाँबाट मैले डेल्टा लिएर बल ड्र गरेँ भने यहाँनिर फाइनाइट यति फाइनाइट नम्बर अफ एक्स पोइन्टहरू कन्टेन गर्छ भन्छ क्या राइट। सो यहाँबाट मैले लिएँ भने अब यहाँनिर हेर त यहाँनिर मैले यस्तो बल चुज गरेँ क्या। अब सी पोइन्टमा फाइनाइट नम्बर अफ पोइन्ट कन्टेन गर्छ। अब यहाँनिर मैले यस्तो यहाँनिर देखेँ मैले एउटा पोइन्ट चुज गर्न पाएँ। अब यहाँनिर हेर त चुज गर्न पाएँ भनेपछि त सी त क्लस्टर पोइन्ट हो राइट। सी त क्लस्टर पोइन्ट हो र यो पोइन्ट्सहरू कहाँको हो त एसको नम्बर्सहरू हो यो पोइन्ट्सहरू त एसको। अब यहाँनिर फाइनाइट मात्रै यो ओपन बलसँग इन्टरसेक्ट गरेको पोइन्टहरू त x1 हो x2 हो x3 हो x4 हो x5 हो xn हो राइट। अब फाइनाइट हुँदाखेरि के भयो त मैले यहाँनिर यसरी यहाँनिर के त एउटा बल भेटाएँ भनेपछि त्यो मैले एउटा बल भेटाएँ त्यहाँनिर के छ त त्यो बलमा सी भन्दा अरू बाइकको पोइन्टै छैन क्या यसको राइट। यहाँनिर काहीँ पोइन्ट छ त यसको पोइन्टै छैन छ त पोइन्टको छैन भनेपछि यो के भयो त कन्ट्राडिक्सन। यहाँनिर सी भनेको क्लस्टर पोइन्ट लिमिट पोइन्ट भनेर आएन किनकि लिमिट पोइन्टको लागि फर अल ओपन बल हुनु पर्थ्यो फर अल एप्सिलोन हुनु पर्थ्यो। तर यहाँनिर मैले यस्तो एउटा बल भेटाएँ राइट। यस्तो मैले यहाँनिर एउटा डेल्टा भेटाएँ रेडियस डेल्टा भएको यो पोइन्ट सी पोइन्टमा ड्र गर्दाखेरि मैले यहाँनिर एस पोइन्टको पोइन्टै भेटाएन क्या यो भित्र इन्टरसेक्ट गरेन एसमा राइट। सो यो कन्ट्राडिक्सन भयो। कन्ट्राडिक्सनको मैले भिजुलाइजेसन यसरी गराइदिएँ होइन। सो भनेपछि यहाँबाट मैले के लिनुपर्ने रहेछ रेडियस लेट अब मैले यहाँनिर डेल्टा कुन लिने होला मिनिमम डेल्टा लिनु त पर्यो राइट। सो यहाँनिर हेरौँ अगाडिदेखि हामीले लजिक युज गर्दैछौँ यो सी पोइन्टको नजिक आउने पोइन्ट्सहरू हामीले खोज्नु पर्यो राइट। सी पोइन्टको नजिक के हुनसक्छ सी एक्स आई एक्स इज इक्वल्स टु 1 2 3। अब यहाँनिर हेरौँ त सी मानौँ यहाँनिर छ भने यहाँनिर के छ त x1 सी को नजिक छ अथवा यहाँनिर कम्पेयर गर्छौँ क्या यसको x1 देखिको सीमा डिस्टेन्स कम यसको डिस्टेन्स x2 देखिको सी को डिस्टेन्स x3 देखिको सी को डिस्टेन्स यो सबभन्दा मिनिमम कुन डिस्टेन्स हो राइट। यो केसमा सबभन्दा मिनिमम यो डिस्टेन्स देखिरहेको छु मैले भनेपछि यो के भयो त डेल्टा त्यो भयो। त्यो डेल्टा गर्दाखेरि यहाँनिर के छ त एसको पोइन्टै परेन राइट पर्यो त परेन। सो यो केसमा हुँदाखेरि के भयो त पोइन्ट यहाँ छ यहाँनिर ड्र गरौँ पोइन्ट यहाँनिर छ यो केसमा यो त सी कसको नजिक छ x1 को नजिक छ कि x2 को नजिक छ कि x3 को सबभन्दा नजिक x2 छ राइट। सो यहाँनिर बल ड्र गऱ्यो भने यो पोइन्टमा पर्यो त कुनै एक्सको पोइन्ट किनकि एक्सको पोइन्ट पर्ने भनेको यहाँनिर माथि डेल्टा लिएर रहेछ राइट। सो यहाँनिर के छ त आर लिन्छु राइट। सो यो केसमा अब यहाँनिर हेर त माथि के भनेको छ भन्दाखेरि डेल्टा नेबरहुड एक्जिस्ट गर्छ जसको इन्टरसेक्सन चाहिँ फाइनाइट हो र यो बलमा फाइनाइट नम्बर अफ पोइन्टहरू मात्रै इन्टरसेक्ट गर्छ भनेर हामीले भनेको छ
यही हो एसको पोइन्ट, यो बाहेक अरू एसको पोइन्टै छैन, फाइनाइट हो। अब हामीले के भन्छ यस्तो यहाँनिर ट्याक्क ड्र गरेर देखाइदिउँ, त्यसले के त कन्ट्राडिक्सन ल्यायो, राइट। त्यसो भने यो अभियसली ग्रेटर देन 0 किनकि मोडुलस गरेको छ, सो इट्स ग्रेटर देन 0। And observe that B अब एप्सल रेडियस आरमै भएको थिएन, R/2 गऱ्यो भने त झन् भएन, राइट। यहाँनिर आरमै भएको थिएन, R/2 गऱ्यो भने त झन् हुँदै भएन। सो यसको र एसको इन्टरसेक्ट गरायो भने के हुन्छ त एम्प्टी सेट पाउँछौँ, राइट। सरी यहाँनिर एस हटाएर गर्नुपर्छ, यहाँनिर थ्योरममै मिस्टेक भएछ के भने अदर देन सी, अदर देन सी भयो भने यहाँनिर त अदर देन सीको लागि सी इन्टरसेक्ट एस गऱ्यो भने फाइनाइट अदर देन सी, राइट। सो सब केसमा अदर देन सी छ, सो यहाँनिर के भयो त यस सी पोइन्ट भन्दा सी पोइन्ट के त एसको पोइन्ट होइन भनेर भनेको छ यहाँनिर, मतलब सी पोइन्ट एसको पोइन्ट भनेको छु, सी पोइन्ट एसको भए तापनि अदर देन सीको नेबरहुडसँग हुन्छ त माथिको लजिकल थटहरू। सो हामीले के हो त गऱ्यौँ जसले के गर्छ त विच इम्प्लाइज यहाँनिर त सी इज नट लिमिट पोइन्ट अफ एस, यसले सी लिमिट पोइन्ट अफ एस होइन भनेर कन्ट्राडिक्ट गर्यो, किनकि हामीले त्यस्तो डेल्टा पायौँ जसको लागि के छ त त्यो बल छ त त्यो रेडियस लिएर बल गऱ्यो भने र सी भन्दा डिलिटेड नेबरहुडको हामीले त्यो बल बनायौँ भने त्यो इन्टरसेक्ट गर्यो क्या, के अरे इन्टरसेक्ट गरेन, राइट। सो यसले के हो त कन्ट्राडिक्स के ल्यायो त हाम्रो माथिको यो, इनफ्याक्ट हामीले के मानेको छौँ सी इज द लिमिट पोइन्ट अफ एस मानेको छौँ, डिराइभ सेटमा छ भने चाहिँ लिमिट पोइन्ट अफ एस मानेको छौँ। सो यसलाई कन्ट्राडिक्ट गर्यो भनेपछि देयरफोर हाम्रो के हुन सकेन त हामीले के मान्दा भएको थियो त कन्ट्राडिक्सन यो मान्दा भएको थियो, राइट। सो हाम्रो के भयो त सो देयरफोर we prove the theorem, right। हामीले प्रुभ गर्यौँ थ्योरम, राइट। कन्ट्राडिक्सन दुई तिन यो होइ पनि छ कि हामीले यो मान्दाखेरि कन्ट्राडिक्ट भएको हो कि होइन, यो मान्दाखेरि कन्ट्राडिक्ट भएको भनेपछि यो स्टेटमेन्ट ट्रु हुनु सक्दैन, राइट। किनकि यो स्टेटमेन्ट ट्रु भयो भने सी लिमिट पोइन्टै हुन्न क्या एसको, राइट। सो यो स्टेटमेन्ट ट्रु हुन सकेन, ट्रु हुन सकेन भन्नु मतलब यो फेल हो, एफ हो, राइट। सो फल्स हो, फल्स भनेपछि यसको नेगेसन ट्रु हुन्छ, राइट। सो हाम्रो माथिको नेगेसनै हो त्यसको, देन यो वाला क्युइडी, राइट। सो मैले यहाँनिर एक दुईवटा माथि इक्जाम्पल दिउँला भन्न सोचेको थिएँ, हतारमा यहाँनिर छुटेछ है। जस्तै यहाँनिर हेर त, जस्तै एउटा सेट हाम्रो ब्युटिफुल सेट छ त 1/n, n इन नेचुरल नम्बर, यसको लिमिट पोइन्ट यसको हामीलाई के छ त यसको एडरेन्ट पोइन्ट के हो, यसको एडरेन्ट पोइन्ट 0 भनेर हामीलाई थाहा छ, 0 मात्र हो। ओ एडरेन्ट पोइन्ट त 0 मात्र होइन, 0 युनियन पुरै एस हो एडरेन्ट पोइन्ट त, राइट। सो यहाँनिर हेरौँ त एस पोइन्ट यो भयो, यो लिमिट पोइन्ट पनि हो कि होइन हाम्रो यो सेटको,
हो कि होइन? सो इफ यु रिमेम्बर द्याट हामीले अघि भर्खर पढेको त 0 इज द लिमिट पोइन्ट अफ एस. सो इनफ्याक्ट हाम्रो के देखाइरहेको छ त, एस युनियन एस बार के छ त हो भनेर यहाँ देखाइरहेको छ. सो हामी अब यहाँनिर के छ त, अब यसको कन्ट्रापोजिटिभ हेरौँ त. यसको कन्ट्रापोजिटिभ के हुन्छ भन्दाखेरि पी इम्प्लाइज क्यूको कन्ट्रापोजिटिभ के हुन्छ, राइट? यो इक्विभ्यालेन्ट हो. नट क्यू इम्प्लाइज नट पी, राइट? हो कि होइन? इक्विभ्यालेन्ट हो. किन भन्दाखेरि यसलाई सोच्ने तरिका के हुन्छ भन्दाखेरि हामीले प्रुफ राइटिङमा नि पढ्छौँ. जस्तै पी हुँदाखेरि क्यू हुने भन्छ क्या यसले चाहिँ. पी हुँदाखेरि क्यू हुने भनेपछि क्यू भएन भने त के हुन्छ? पी हुनु भएन, किनकि पी हुँदा त क्यू भइहाल्छ, राइट? जस्तै एउटा इक्जाम्पल छ, पानी पर्यो भने म छाता ओढ्छु. यो कन्डिसनल स्टेटमेन्ट हो. पानी पर्यो भने म छाता ओढ्छु. मैले छाता ओढेको छैन भने पानी परेको छ कि छैन? छैन, किनकि पानी पर्ने बित्तिकै त म छाता ओढिहाल्छु. सो यो के भयो त, पानी परेको छैन भने छाता ओढेको हुँदैन, राइट? सो त्यो पनि ट्रु हुन्छ. दुवै सेम हो क्या स्टेटमेन्ट. सो यहाँनिर पनि के छ त, कन्ट्रापोजिटिभ के छ त, कन्ट्रापोजिटिभ के भन्दाखेरि इफ if there exists some interval, so in this case some open ball delta such that delta contains finite number of points of S, त्यसो भने then C is not limit point of S. यहाँनिर X भनेको C. जस्तै यहाँनिर एउटा हेरौँ है त, हाम्रो के छ त, 1 to फाइनाइट यो सेट हो. यहाँनिर 1 र 2 पोइन्ट छ. अब यहाँनिर हेरौँ, यो बल ड्र गऱ्यो भने यो बी के भयो त, यसको रेडियस मैले के 1 मा 3 रेडियस लिएर बल ड्र गऱ्यो भने, राइट? यसरी ड्र गऱ्यो भने यो बलले के गर्छ त, यो पुरै बल हो. बलले के गर्छ त, फाइनाइट नम्बर अफ यसको र यसको र के छ त 1/2 को इन्टरसेक्सन कति हो? अलवेज फाइनाइट हुन्छ, राइट? 1/2 हुन्छ, किनकि यो फाइनाइट सेट हो. फाइनाइट सेटको एनी इन्टरसेक्सन गऱ्यो भने फाइनाइट हुन्छ, राइट? सो फाइनाइट सेटको एनी इन्टरसेक्सन गऱ्यो भने फाइनाइट हुने भएको कारणले यहाँनिर 1 हटाइदियो भने त्यो अलवेज फाइनाइट हुन्छ, राइट? यहाँनिर फाइनाइट पोइन्ट्स अफ एस. सो फाइनाइट हुन्छ भनेपछि 1 लिमिट पोइन्ट हुनु भएन, लिमिट पोइन्ट हुन्न, किनकि यहाँनिर भनेको छ इफ देयर एक्जिस्ट सम ओपन बल, यस्तो ओपन बल आइज सच द्याट ओपन बलले के हुन्छ त, कन्टेन्स फाइनाइट नम्बर अफ पोइन्ट्स अफ एस अदर देन सी. सी भन्दा 1 भन्दा यही 1 फाइनाइट नम्बर अफ एस गरेको छ, अथवा फाइनाइट नम्बर अफ इन्टरसेक्सन कहाँ कहाँ यहाँनिर हेरौँ त, बल ल्याछौँ, सी छ, एप्सिलन छ, सी छ, एनी डेल्टा छ,
र यहाँनिर सी माइनस गऱ्यो भने फाइनाइट नम्बर अफ सेटसँग गऱ्यो भने फाइनाइट सेटसँग गऱ्यो भने त अलवेज फाइनाइट हुन्छ राइट किनकि यसमा सेट यो इन्टरसेक्सनमा सेट पर्नु भनेको के हो त यसमा पनि पर्नु पर्यो दुवैमा पर्नु पर्यो र यसमा त अन्ली फाइनाइट एउटा नम्बर अफ मात्र पोइन्ट पर्छ सो भनेपछि फाइनाइट सेटको लागि जस्तो जे गरे पनि जे तागडाम गरे पनि जहाँ गरे पनि त्यो फाइनाइट भन्दा बेसी हुन सक्दैन इन्टरसेक्सन राइट सो फाइनाइट हुने बित्तिकै के हो त त्यो जुनसुकै यो सेन्टर यो पोइन्ट लियो त्यो लिमिट पोइन्ट हुन्न सो यहाँबाट के हुन्छ कोलोरी a finite set has no limit point right finite set को limit point हुन्न किन finite set को limit हुन्न जुन बलले रेडियस गरे पनि त्यो सेटसँग त्यो फाइनाइट सेटसँग इन्टरसेक्सन गरायो त्यो डिलिटेड ओपन बलको इन्टरसेक्ट गरायो भने फाइनाइट सेटसँग त्यो फाइनाइटै हुन्छ क्या त्यो फाइनाइट भएपछि त्यो सेन्टर के हो त ओपन बल के अरे लिमिट पोइन्ट हुन्न र अर्को के छ त थ्योरम यो थ्योरम भोलितिर प्रुभ गरौँ न ज्याला यहाँनिर हेर त हामी यो थ्योरम प्रुभ गर्दैछौँ यहाँ चाहिँ के भन्छ भन्दाखेरि एज सबसेट हो एज सेट क्लोज छ भने त्यसले गर्छ त एसले सबै लिमिट पोइन्ट कन्टेन गर्छ एसले सबै लिमिट पोइन्ट कन्टेन गर्छ भन्ने मतलब एक्स लिमिट पोइन्ट हो भने राइट कुनै एउटा इलिमेन्ट लिमिट पोइन्ट हो भने त्यो के हुनु पर्छ एसमै हुनु पर्यो राइट कन्टेन गर्छ भनेको यो मतलब अथवा यसलाई के भन्छौँ त एस यो भनेको सबसेट हो यो भयो राइट सो हामी यसलाई कसरी प्रुभ गर्छौँ भन्दाखेरि वी प्रुभ दिस बाई कन्ट्रापोजिटिभ वे राइट अथवा कन्ट्राडिक्सन भन्दा पनि भयो कन्ट्राडिक्सन भन्दा नि म यहाँ कन्ट्रापोजिटिभ युज गर्छु राइट सो किनकि यहाँनिर प्रुफमा हामी सबै प्रुफहरूलाई कन्ट्रापोजिटिभ प्रुफलाई कन्ट्राडिक्सनमा गर्न मिल्छ तर पनि के गर्छु त म यहाँनिर कन्ट्रापोजिटिभ नै गर्छु राइट किनकि हामीले यो प्रुफ टेक्निक खासै युज पनि गर्दैनौँ राइट कन्ट्राडिक्सनबाटै गर्छौँ राइट कन्ट्राडिक्सनबाटै गर्छौँ कन्ट्राडिक्सनबाट के गरौँ त लेट एस इज सबसेट अफ आर इज क्लोज्ड यो क्लोज्ड हो भने एस इज ओपन यो ओपन छ राइट सो अब हामी के गर्छौँ त वी वान्ट टु सो हामीलाई के सो गर्नु छ एक्स हामीलाई के सो गर्नु छ एक्स डिराइभ सेट इज सबसेट अफ यो भन्नुको मतलब फर अल एक्स एक्स यदि लिमिट पोइन्ट हो भने एक्स कहाँ छ त सेटमा छ राइट सो त्यसो भने हामी के गर्छौँ त इन्ट्रोड्युस गराइदिउँ सो लेट एक्स इन एस राइट एक्स एसको लिमिट पोइन्ट हो द्याट इज लिमिट पोइन्ट अफ एस राइट सो लिमिट पोइन्ट भयो अब यसको कन्ट्राडिक्सन के हो हामीले कन्ट्राडिक्सन भनेको थियौँ कन्ट्राडिक्सनमा हामी के गर्छौँ त पी इम्प्लाइज क्यू को नेगेसन के हुन्छ त इक्विभ्यालेन्ट केसँग हो त पी एन्ड नट पी हो राइट नट क्यू हो सो हामीले यसलाई रङ प्रुभ गर्न सक्यो भने यहाँबाट कन्ट्राडिक्सन ल्याउन सक्यो भने यो भनेको त यो सेम हो सो यहाँबाट कन्ट्राडिक्सन ल्याउन सक्यो भने के हो त या वी प्रुभ द थ्योरम सो बाई द वे अफ कन्ट्राडिक्सन हामी के गर्छौँ त अब के गर्छौँ त यो क्यूलाई हामी के गर्छौँ त नेगेट गर्छौँ क्यूलाई नेगेट भनेको के त एक्स नट इन एस एस एसमा परेको छैन भन्नु मतलब एक्स कहाँ छ त एक्स इन कम्प्लिमेन्ट अफ एस र सिन्स हामीले यहाँनिर हेरौँ त यहाँनिर कम्प्लिमेन्टलाई ओपन मानेछौँ सिन्स एस इज ओपन त्यसो भने यो ओपन हो भन्नु मतलब त्यहाँनिर के छ त देयर एक्जिस्ट डेल्टा बल राइट डेल्टा बल कहाँनिर त बिएक्स
डेल्टा जुन चाहिँ के कसले कन्टेन गरेछ एक्स माइनस एसले कन्टेन गरेछ पुरै राइट सो यो भन्नुको मतलब के हो त देयर एक्जिस्ट डेल्टा ग्रेटर देन 0 such that bx डेल्टा इन्टरसेक्ट एट एक्स गरे एससँग इन्टरसेक्ट गर्यो भने के हुन्छ होला हेर त सबै यो बलको इलिमेन्टहरू त कहाँ छ कम्प्लिमेन्टमा छ एससँग कमनै छैन राइट त्यसो भने कमनै छैन भनेपछि त्यो एम्प्टी भयो राइट यहाँ हेर त अब यो बलको पोइन्ट कुनै पनि पोइन्ट कमन छैन एससँग अब यो बलबाट एक्स पोइन्ट झिकाल्यो भने के एससँग कमन होला त हुँदैन सो यसले के दियो त अर्को फेरि के इम्प्लाइज दियो सच द्याट bx डेल्टा यहाँनिर के गरेँ मैले एक्स पोइन्ट हटाएँ किन एक्स पोइन्ट हटायो भन्दाखेरि हामीले लिमिट पोइन्टमा जानु छ होइन सो यो पनि एम्प्टी भयो अब यहाँ हेर त लिमिट पोइन्टको डेफिनेसन के हो त फर अल बल यो चाहिँ के हो त नन एम्प्टी हुनुपर्ने सरी यहाँ त एम्प्टी हुन्छ राइट तर डेफिनेसन नन एम्प्टी हुनुपर्ने भनेपछि यो नेगेसन भयो त्यसको नेगेसन भनेपछि के हो त यो एक्स के हो त लिमिट पोइन्ट हुन सकेन एक्स इज नट लिमिट पोइन्ट अफ एस द्याट इज एक्स कहाँ छैन त डिराइभ सेटमा छैन अब हामीले डिराइभ सेटमा मानेको थियौँ एक्स त त्यो कसले गर्दा भयो जब हामीले यो मान्यौँ एक्स एक्स एसको इलिमेन्ट होइन भने जब मान्यौँ तब हामीले कन्ट्राडिक्सन आयो भनेपछि यो चाहिँ के हो त कन्ट्राडिक्सन हो दस के हो त एक्स इन एस इम्प्लाइज यहाँनिर के छ दस एक्स कहाँ छ त एसमा हो भनेपछि के हो त हामीले एक्स यसमा मान्यौँ र हामीले के त कन्ट्राडिक्सन गर्दा के हो त के गरिदियौँ हामीले एक्स एसमा हो भनेर मान्यौँ द्याट इज एक्स इन एस प्राइम इम्प्लाइज एक्स इन एस राइट यहाँबाट पनि हामीले बुझ्न सक्छौँ हामीले के भन्छ नेगेसन मानेको थियौँ एक्स हो भनेर मानेको थियौँ यहाँनिर त पी यो भयो क्यू के भयो त क्यूको कन्ट्रापोजिटिभ यो भयो अब यहाँबाट पुरै हाम्रो के आयो त कन्ट्राडिक्सन आयो भनेपछि यो स्टेटमेन्ट फेल भयो यो स्टेटमेन्ट फल्स हुनु मतलब यसको यो त के हो त ट्रु हो किनकि नेगेसन फल्स भनेपछि अर्को ट्रु हुनु पर्यो राइट सो यो ट्रु भयो यो के हो त फर अल एक्सको लागि ट्रु भयो किनकि एक्स हामीले आर्बिट्रेरी ल्याएको थियौँ द्याट इज सबसेट अफ एस अब हाम्रो के छ त अब ब्याकवर्ड डाइरेक्सनमा प्रुभ गर्नुपर्ने छ राइट हामीले फरवर्ड प्रुभ गऱ्यौँ यो हो अब ब्याकवर्ड के प्रुभ गर्नु छ भन्दाखेरि यदि एसले सबै लिमिट पोइन्ट कन्टेन गर्छ भने यो सिचुएसन हो भने के हुनु पर्यो त एस क्लोज सेट हुनु पर्यो राइट सो यहाँनिर के गर्छौँ त assume S is subset of S that is for all x x कहाँ छ S मा हो भने x कहाँ हुनु पर्यो S मा हुनु पर्यो अब हेर त यसको कन्ट्रापोजिटिभ के हुन्छ होला that is which is equivalent to say that कन्ट्रापोजिटिभ के हो त P implies Q को कन्ट्रापोजिटिभ के हुन्छ राइट not Q implies not P ल नेगेसन Q इम्प्लाइज नेगेसन P राइट सो यो भनेको त के भयो त एक्स एसमा छैन भनेपछि एक्स कहाँ छैन त लिमिट पोइन्ट होइन किनकि सबै लिमिट पोइन्ट त एक्सले कन्टेन गरेको छ राइट सो यो भयो अब हामीलाई के छ त वी वान्ट टु सो we want to show हामीलाई के सो गर्नु छ भन्दाखेरि एस इज क्लोज एस क्लोज सो गर्नु भनेको कम्प्लिमेन्ट के हो त इज ओपन भनेपछि कम्प्लिमेन्ट ओपन सो गर्नु छ भनेपछि हामीलाई के गर्नु पर्यो त कम्प्लिमेन्टबाट एलिमेन्ट लिनु पर्यो सो लेट एक्स कहाँबाट लियौँ त कम्प्लिमेन्टबाट लियौँ द्याट इज यो भनेको के हो त
एक्स एसको इलिमेन्ट होइन, राइट। सो एक्स एसको इलिमेन्ट होइन भनेपछि यहाँनिर हेर त हामीले के मानेको थियौँ, एस सबसेट अफ एस हो भनेपछि एस एसको इलिमेन्ट होइन भनेपछि के हो त, एक्स के हुनु सकेन, लिमिट पोइन्ट पनि हुनु सकेन, किनकि सबै लिमिट पोइन्ट त एसले कन्टेन गरेछ, राइट। र एक्स त एसको इलिमेन्टै होइन भनेपछि यो भयो भनेपछि के हो त, फर अल एप्सिलोन ग्रेटर देन 0 सरी देयर एक्जिस्ट डेल्टा ग्रेटर देन 0 किनकि लिमिट पोइन्ट होइन, सच द्याट बल एट एक्स डेल्टा इन्टरसेक्सन एससँग के हुन्छ त, यो एम्प्टी हुन्छ। यो एम्प्टी हुन्छ भने हेर त, अब यहाँनिर हेर त एक्स यहाँ हेर त एक्स त एसको इलिमेन्ट होइन, सो बिएक्स डेल्टा गऱ्यो भने त यो एक्स मात्र निकालेको थियौँ, एक्स निकाल्दा इन्टरसेक्सन गरेन, सो एक्स फेरि यहाँनिर हाल्दाखेरि सबसेट होला त, के अरे इन्टरसेक्ट होला त, हुन्न, किनकि एक्स के को इलिमेन्ट होइन, एसको इलिमेन्ट होइन, हाम्रो यहाँनिर नै हामीले भनेको छौँ एक्सको इलिमेन्ट होइन, एक्सको इलिमेन्ट होइन भनेपछि यो इन्टरसेक्ट गर्दा पनि के हो त, एम्प्टी भयो। सो त्यसो भने यसलाई के भन्न मिल्छ त, यो पुरै कम्प्लिमेन्टमा पर्छ भन्नु मिल्छ कि मिल्दैन, किनकि एससँग त एउटै पोइन्ट पनि इन्टरसेक्ट गर्दैन भनेपछि त्यो एस बाहेक अरू सबै त्यो कम्प्लिमेन्टको त के हो त, सबसेट हुनु पर्यो यो त, राइट। पर्यो कि परेन, पर्यो। त्यसो भने यसले के सो गर्छ त, इन समरी हामीले के सो गर्यौँ, इज एक्स इज एलिमेन्ट अफ कम्प्लिमेन्ट अफ एस, त्यसो भने then there exists delta greater than 0 such that यो भयो। यो भनेको त अब यहाँ के त आर्बिट्रेरी हो एक्स त, राइट। एक्स आर्बिट्रेरी भनेपछि यसलाई के भन्छ, फर अल एक्स इन आर माइनस एस देयर एक्जिस्ट डेल्टा ग्रेटर देन 0 सच द्याट बिएक्स डेल्टा इज सबसेट अफ आर। यो भन्नुको मतलब चाहिँ के हो, दस ओपन, राइट। सो यो ओपन भने के हो त, देयरफोर एस इज क्लोज्ड, र हामीले के भन्छ यो पनि प्रुभ गर्यौँ, क्युएडी हामीले इम्प्लिकेसन पनि प्रुभ गर्यौँ, ब्याकवर्ड इम्प्लिकेसन पनि प्रुभ गर्यौँ, फरवर्ड र ब्याकवर्ड दुवै प्रुभ गर्यौँ। र यसको अल्टरनेटिभ प्रुफ कस्तो छ भन्दाखेरि, अल्टरनेटिभ प्रुफ इजी छ, जस्तै वी नो द्याट एस क्लोजर के हो त, एस युनियन एस हो, राइट। सो यो भनेपछि फरवर्ड डाइरेक्सनमा के हो त, फरवर्ड डाइरेक्सनमा के छ, फरवर्ड डाइरेक्सनमा एस इज क्लोज छ, एस क्लोज भनेको यो त एस इज एस बार हो, राइट। सो यो भन्नुको मतलब यहाँ हेर त एस इज एस युनियन एस हो कि होइन, हो। अब यो कतिखेर हुन्छ त हेर त, यो हुन त युनियन छ, यो त के हो त सबसेट अफ एस प्राइम हो, राइट। सो एस प्राइम इज सबसेट अफ एस युनियन एस, र यो के हो त, यो त एस हो भनेपछि एस के हो त सबसेट अफ एस, भनेपछि सबै लिमिट पोइन्ट के हो त, एक्स कुनै पनि लिमिट पोइन्ट छ भने त्यो के हो त एसको इलिमेन्ट हुनु पर्यो, राइट। यो फरवर्ड डाइरेक्सन प्रुभ हो। अब ब्याकवर्ड डाइरेक्सन के छ त, ब्याकवर्ड डाइरेक्सनमा हामीले के एज्युम गरेका छौँ त, यो एज्युम गरेका छौँ, यदि कुनै पोइन्ट लिमिट पोइन्ट हो भने त्यो एसको पोइन्ट हो भनेर एज्युम गरेका छौँ। सो यो भएपछि यसले के दियो त हेर त, एस युनियन एस भनेको के हुन्छ, यो एस हुन्छ कि हुन्न, एस हुन्छ, राइट। कस्तो भन्दाखेरि यस्तो, एस यो भयो र एस प्राइम यो भनेपछि यसको युनियन के हो त, पुरै एस हुन्छ, किनकि एक्सले पुरै एसलाई कन्टेन गरेको छ। त्यसो भने यो हुन्छ भने हेर त, एस युनियन एस भनेको त के हो त, एस क्लोजर हो, र यो त एस हो, एस क्लोजर भनेपछि
क्लोज्ड र हामीले यो पनि के हो त प्रुभ गऱ्यौँ। सो हाम्रो लिमिट पोइन्ट यहीँ सक्यो राइट। सो लिमिट पोइन्ट सक्यो। अब हामी बााउन्ड्री पोइन्ट गर्छौँ। बााउन्ड्री पोइन्ट गरेपछि अनि त्यहाँदेखि या लगभग टोपोलोजी सकिन लाग्यो।